आउनुहोस्, हाम्रो कथा जीवन्त प्रेम हेर्न तयार हुने यहाँहरूलाई स्वागत छ। जीवन सहज र खुसियाली बनाउन एक अर्का बीच विश्वास र दरिलो साथ चाहिन्छ। एउटा निस्वार्थ र इमानदारी प्रेम कथालाई समावेश गरी हामीले मानव जीवन रङ्गहीन र चलायमान होस् भन्ने हेतुले चलचित्र निर्माण गरेका छौँ। सायद हाम्रो प्रयास हजुरहरूलाई मन पर्नेछ भन्ने आशा गरेका छौँ। अब बाँकी कथा दीक्षा र अर्जुनको रहनेछ। एकैटी छिटो आऊ के बेर भयो घाँस काट्न। आऊ छिटो। घाँसै छैन, कसरी डोको भोराउने हो? मन लाएर काटेको घाँस हुन्छ र अल्छी गरेपछि कहाँ घाँस देखिन्छ र। घाँसै काटे भारीको धारीमा हे यस्तै रहेछ अभागी शरीरमा घाँसै काटने आसी आसी क्यारे आँसुला मेरी माया नासी आसी क्यारे आँसुला मेरी दीक्षाको कति राम्रो स्वर हो कि। यही स्वरले त हो नि अर्जुन दाई भुतुक्कै भएको, तँलाई थाहा छैन रोजिना? नजुस्ताउ नि मोरीहरू, अहिले हात पिटाइ खाउला नि। गीत गाउँदा नि सुख छैन। हुरु आफ्नो काम गर्नु नि। हेर हेर रिसाए जस्तो गरेपछि मन मर्ने कति खुसी भयो होला। ल ल धेरै नजुस्ताउ, होइन अब घरतिर जाऊँ। भाइ तेल हालौँ न है। कति गराइदिनु? फुल गरिदिनु।
वेटर बाहिर हो र त्यो ठाउँ चाहिँ त्यो बजारमा जस्तो ढाँडा बसिन्छ बुढी कराएको सुनेर छोराले जन्मै पर्थ्यो अरे के बुहारीले पैसा नभई भात खाना दिन्न थियो अरे पहिला अतल बस्न खान दिएन घर सासूले बाटो पाएन मेरो आफूले भने बुहारी ल्याउँदाखेरि गाडी नभए हाम्रो 12 वर्षको त्यो मेरो सानो छोरी पायो मन अहिले हामीले खाने बेलै भएको छैन हेलो दीक्षा म बाटोमा छु 5 मिनट धैर्य गर ल कति आत्तिको ल म आइहालेँ कतिखेर आउनुभयो अफिसबाट भयो आधी घन्टा जति अनि चिया पकाउन किन ढिला आयो ती गाउँबाट आमाहरू आउनु भएको छ त्यसैले ए हो र अनि कतिखेर आउनुभयो भयो 1 घन्टा जति ल बस हेर मन्जु भाइ राकेशजी बहिनीलाई असाध्यै माया गर्दो रहेछ दुवैको उमेर पुगेको छ जोडी पनि असाध्यै सुहाउँछ अब तिमी र म गएर बाबा आमासँग यो शुभ कुरा अगाडि बढाउनु पर्यो हेर्नुहोस् हजुर तपाईँ हाम्रो पालाको जस्तो होइन बहिनीले पनि त मन पराउनु पर्यो नि बहिनीले पनि मन परायो भने अब माग्न जाऊ मेरो के आपत्ति त कुरा घुमाउन नखोज जसरी नि मेरो भाइसँग तेरो बहिनीको बिहे गराइदिने हो यति कुरा मलाई थाहा छ बाबा जतिखेर मम्मीले गाडी किन गर्नु होला भाइसँगै बिहे बहिनीले अरूलाई मन पराउँछ हेर्छु म पनि कसरी बिहे गराउँदो रहेछौ नमस्कार नमस्कार हजुर नमस्कार हजुर छ नि अहिलेलाई कता युरोपतिर जानुहुन्छ कि अनि खाडी मुलुकतिर जानुहुन्छ कहाँको लागि होला हजुर 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 छ साउदी कतार दुबई गल्फको लागि चाहिँ त्यो छ है अहिलेलाई अनि युरोपतिर चाहिँ कहाँ कहाँ जान चाहनुहुन्छ भन्नुहोस् त हजुर हजुर अहिले रोमानियाको लागि चाहिँ एकदम राम्रो भिजा छ है यो होटलको लागि हो लागतको विषयमा चाहिँ युरोपतिरको लागि अलि महँगो पर्छ यो गल्फको लागि त अलिक सस्तै हुन्छ कि अब पहिला चाहिँ भाइहरूलाई भेट पठाउनुहोस् न त्यसपछि अब उहाँको इच्छा कहाँ छ जानको लागि त्यही अनुसार हुन्छ कि साँझमा पठाइदिनु है म दिउँसोमा अलिकति व्यस्त छु साँझको टाइममा पठाइदिनु अनि त्यति बेला भेटेर गफ गरौँला है त
आज पनि फुल एक्सर्साइज भयो जीवन। आज गुड सटरडे पनि हो। पोखरातिर जानु पर्ला घुम्न पर्छ होला। मलाई पनि त्यस्तो लागिरहेको जाने हो त। जाम ल त मौज गर्ने आज। जाम ल आज तिम्रो गाडीमा जाने ल। हुन्छ हुन्छ भइहाल्छ नि। ल कति बजी निस्के नि? 10 बजीतिर। अलिकति टाइम लाग्छ मलाई फ्रेस हुनुलाई। म फ्रेस हुन्छु पहिला, त्यसपछि म तिमीलाई कल गर्छु। ओके हुन्छ 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 ल है त। ल जीवन ढुक्क है। दीक्षा सरी भयो, चाहिँदैन मलाई तिम्रो सरी। तिम्रो 5 मिनट यही हो। घडी हेर त कति बज्यो। नरिसाउ न मेरी माया, उडेर आउन सकिनँ, गुडेर आउँदा ढिलो भइहाल्यो। यति राम्री मान्छे भएर रिसाउनु सुहाउँछ र? ए त्यस्तो पो। आकाश को जुन झार दिउला भन्न म सक्दिन मेरो मायामा भुल्न। सपनीमा सुटु सुटु आई मन चोरेको कति राम्रो सुहाउँछ मसँग बोलेको। आकाश राम्रो जुनले हुन्छ मान्छे राम्रो बाँसुरीको धुन
ला 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 तिमी मेरो साथमा हुँदा त यो प्रकृति यो वातावरण सबै फुलेर मुस्कुराए जस्तो लाग्छ मलाई। कोइलीले पनि हामीलाई जिस्काए जस्तो लाग्छ। मनमा अनेक हावाहुरी चल्छ। मेरो मायाले तिमीलाई बाँधेपछि यति पनि भएन भने मायाको के अर्थ? तिम्रा यी मोतीका जस्ता आँखाले हेरेर नै मलाई मोहनी लागेको हो। अब हामी छिटै बिहे गर्नुपर्छ। फेरि तिमीलाई मबाट अरू कसैले खुसी भने म त पागलै हुन्छु। यति धेरै माया गर्छौ है, यसरी नै सधैँभरि माया गरिराख ल। तिम्रा ती आँखाहरूमा आँखा जुदाइरहन पाऊँ म भगवान्सँग यही प्रार्थना गर्दछु। तिम्रो यो विश्वसनीयता, इमान्दारिता र नम्र बोलीले गर्दा त मेरो मन तिम्रो मनसँग गाँसिएको अर्जुन। अब कुनै पनि तागतले मलाई तिमीबाट टाढा लैजान सक्दैन। म सयौँ जुनी तिम्रो अङ्गालोमा हराउन चाहन्छु। ओके माई स्विट हार्ट। ठिकै छ भनौँ। अनि आज अचानक दुई होनार साथीहरू म कहाँ? होइन म सपनामा त छैन नि। के हामी आउनु हुँदैन र तिम्रो होटलमा? भन्न खोजेको तँ होइन, अचानक फोन पनि नगरी एक्कासी आउँदा त अचम्म लाग्यो कि मलाई त। धेरै पछि हाम्रो भेट भयो। आज म खुसी छु। अब बसेरै कफी खाएर कुरा गर्नुपर्छ है त। साने साने हजुर दाइ। 3वटा कफी लिएर आऊ त। हस् दाइ। ल साथी आऊ। अनि साथी, तिम्रो व्यापार कस्तो चलिरहेको छ फिलहाल? ठिकै भनौँ, पहिलाको जस्तो राम्रो छैन। दाइ कफी राख। कसरी राम्रो हुन्छ त साथी? नेपालमा भएका युवा युवतीहरूलाई विदेश पठाउने यिनै अनि खुवाएर खाउँ त होटलमा, घरमा बुढाबुढी मात्रै हुन्छन्,
उनीहरूले घरमै पकाएर खान्छन् होइन त? अब मैले विदेश जाऊ भनेर कसैलाई कर गरेको छैन क्यारे। अब के गर्ने त, मौका आएर मलाई पठाऊ भनेर भनिसकेपछि मैले पठाउनु पनि पर्यो। मेरो एक किसिमको सेवा पनि हो, मेरो पेसा पनि हो, मेरो धर्म पनि हो। यसमा मेरो के दोष? नेताहरू गतिलो नभएपछि यस्तै हो देशको हालत। व्यापार गर्नेलाई गाह्रो छ। जसरी भए पनि रोकडा कमाउने हो, बिन्दास जिउने हो। बल्ल ठिक भन्यो साथीले। होइन अमिदेव कि कसो? त्यसै भनौँ साथीहरू, कमाउन परिहाल्यो, नकमाई जीवन चल्दैन। ल अमिदेव, अब हामी लाग्छौँ। धेरै खुसी लाग्यो तिमीसँग धेरै नै भेटिन पाइयो। अहिले हामी कहीँ जानको लागि चाहिँ समय लिनु छ, त्यसले गर्दाखेरि आज बस्नु मिल्दैन ल छिटो है त है। धेरै धेरै खुसी लाग्यो। भन्न चाहिँ नभुले साथीलाई, माया नमारे आइहाल्नु ल। हे भगवान्, तिमी यदि यो धरतीमा छौ भने मलाई पनि कुनै जोडी मिलाइदेऊ न। यो जङ्गलमा दुनियाँका जोडी हेर्दा हेर्दा मेरो जिन्दगी जाने भयो भगवान्। जङ्गलको राजा त बनाइदियो, अब एउटी रानीको राजा पनि त बनाइदेऊ। किन यति अपहेलित गरेको र मलाई? ओए सागे, बौला छस् क्या? किन तर्छस्? हेर त, यति राम्री भएर एक्लै बस्यो कि कहिलेकाहीँ त यसो हामीलाई पनि बोला न, सँगसँगै बसेर गफ गरौँला, मिठा मिठा प्रेम पनि गर्न हुन्छ के? बढी नबोले सागे, अलि बत्तलले हिर्काइदिन्छु र खालस। हामी खुब बरु यता सुन, जो जङ्गलमा हराएकी चरी होस् त, मैले खोज्दै हिँडेकी खरी होस् त, जो जन्ममा त जेललाई छोड्दिन तँलाई, मेरो लागि यो धरतीमा जन्मिएकी परी होस् त, बुझी? कति हँसाएको त यस्तो हँसाइले पनि भन्न आउँछ। आउँछ नि, तेरो लागि निकाले अब मैले। मेरो लागि यति राम्रो सायरी ल्याएछस्, तँलाई धेरै धेरै धन्यवाद। अब अरू सायरी चाहिँ यो बुटालाई सुनाउँदै बस, म चाहिँ लागेँ। पख्न हो दीक्षा, पख्न। धेरै मेरो पसिना लाग्यो भनिदिरहेको छु। अಯ್या कस्तो जोडसँग हामी पख, तँलाई मैले जाने छु।
दीक्षा सन्चै छौ? ठिक छु बेना। के हो एक्लै एक्लै खाने? मलाई दिने होइन? खानु न बेना। साँच्चै खाम कि? खानु। हेर दीक्षा, मैले तिमीलाई मनैदेखि माया गर्छु। तिमीले एकचोटि मलाई बुझ्ने प्रयास त गर। तिमी खालि मसँग तर्किन्छौ, किन तर्किन? म तिम्रो आफ्नो होइन। मलाई एकचोटि बुझ्ने प्रयास त गर यार। प्लिज मेरो भावनालाई बुझ। सुन्नु बेना, म अरू कसैलाई माया गर्छु, मेरो पछि लाग्ने काम नगर्नुहोस्। म तिमीलाई सानैदेखि मन पराउँथेँ र अहिले पनि मन पराउँछु। नाताले पनि मेरो पख न पख दीक्षा, कति भागेको? यति पनि नगुन सक्दैनौ? दौडनुको कुरा होइन क्या, तिमी लड्छौ भनेर पिर लागेर नि। हो र, मलाई यति धेरै माया गर्छौ है? हेर, तिमीलाई म कति माया गर्छु भन्ने त मलाई मात्र थाहा छ कि भगवानलाई। यसरी नै मेरो हरेक सुख दुःखमा साथ दिए पुग्छ अर्जुन। होइन मन्जु, के अध्ययन गरिछौ आज? के हुनु नि, मुना मदनको उपन्यास पढेको। ए हो र? कति राम्रो रहेछ है। आहा, मुना र मदनको प्रेम कथा, त्यो उपन्यास कति राम्रो छ। प्रेम गर्ने भनेको त मुनाले र मदनले जस्तो हो नि त। हो नि, मदनले जस्तै माया गर्नुहुन्छ र मलाई? ए गर्दिन? खै, मदनले भन्दा त बढी माया गर्छु नि त तिमीलाई। साँच्चै हो र? साँच्चै हो, माया भन्ने कुरो देखाउनै त पर्दैन। खै, भाउजू, भाउजू, भाइ आए जस्तो छ, जाऊ त, ढोका खोलिदेऊ। बाबा, आज पनि अङ्कलले पक्का लक्ष्मी खाएर आउनु भएको होला, होइन मम्मी? जानु, हजुर नै गएर खोलिदिनु। जाऊ न जाऊ, अब यो बेलामा केटाहरूसँगै हिँड्छ, रक्सी त नखा भने पनि मान्दैन। अब पछि सुध्रिला नि त, बिस्तारै। खै, के थाहा भयो। जाऊ त, खोल्दो। बाबु, के भएको हजुर? सधैँ रक्सी खाएर आउनुहुन्छ। अहिलेदेखि नै यसरी रक्सी खाएर
बिहे गरेपछि कसरी जिन्दगी चलाउनुहुन्छ? हेर्नुहोस् भाउजू, तपाईँको बहिनीसँग बिहा गर्न पाएँ भने रक्सीको नामै लिउन। यस्तो पाराले मेरो बहिनी त के कुनै केटी आउँदैन, आए पनि कुकुरले नपाउनु दुःख पाउँछ। दिच्छ्याउँ त्यही बाटो। कलेज टाइम नि भएछ, छुट्टी हुने कति बेला आउँछिन्? हेलो सालीजी। साली साली मेरो आधा घरवाली, तिमीलाई पाए भने हुन्छ मेरो घरबारी। पेना, यो डायलग अरू कसैलाई लाएर सुनाउनु, मलाई सुनाएर केही फाइदा हुनेवाला छैन। सुन न। ए छोड्नुहोस् मेरो बाटो। दिपा, त घर जा, म एकछिनमा आउँछु। किन, के भयो र? त जान, म आइहाल्छु नि एकछिनमा। घरमा के बनाऊँ त? साथीकोमा गछ भन्दे। ल छिटो आऊ है। ल ल। नमस्कार दाइ। नमस्कार भाइ, नमस्कार। कता हिँडिस्? आफैलाई भेट्न आइरहेको छु बुढा। के कति कामले हो? भाइको काम कति हुन्छ थाहा छैन र हजुरलाई? तेरो काम कति हुन्छ भन्ने मलाई थाहा छ, लन्ठु। के कुरा हो? सिधा भन्, कुरा नचपा। मेरो सब कुरा हजुरलाई थाहा छ, फुरुक्क हिँड्नुहोस् न। कहाँ जाने हो भन्? हिँड्नुहोस् न, आज विशेष दिन छ यार। ल, त्यो तँले भनेपछि जानै पर्ने भयो ल, है?
नमस्कार नमस्कार। के छ मेरो सालीज्यूको हालखबर? के हुनु र, ठिकै छ। ठिक हुनु पर्यो। फेरि बेठिक भयो भने तिम्रो भेना त कडा छ नि। अनि सालीको यो ठाउँमा निकै लत बसेछ। जहिले आउँदा पनि यही ठाउँमा देख्छु। कतै कुनै केटासित तिम्रो चक्कर त चल्या छैन नि? मलाई कहिलेकाहीँ शङ्का पो लाग्छ त। बेना, कुरा किन घुमाउनु खोज्नुहुन्छ र? भन्न खोजेको के हो सिधा सिधा भन्नुहोस् न। हेर, अब तिम्रो नि उमेर पुगेको छ। त्यसैले भाइ राकेशलाई तिम्रो बनाउने मेरो ठुलो सपना छ। यो मेरो सपनालाई अब तिमीले पुरा गरिदिनु पर्छ। भाइ राकेश तिम्रो मायामा पागल भएको छ। तिम्रो भेना हाम्रो मायामा तँगारो बनेर आइरहेका छन्। कतै हामीलाई छुट्नुपर्ने बाध्यात्मक अवस्था त बनाउँदैन। मलाई त साह्रै डर लागेको छ। हामीलाई एक हुन दिँदैनन् होला। तिमीसँग छुट्नु पर्यो भने त म बस्न सक्दिनँ। भेनाले भनेर हुन्छ र? म मेरो जीवन आफ्नो तरिकाले जिउन पाउनुपर्छ। तिमी किन डराउँछौ के? म कति पनि डराएको छैन। तिम्रो हिम्मतलाई चाहिँ म सेल्युट गर्छु। सधैँभरि कि तिमीलाई म परिवर्तन हुन्छु जस्तो लाग्छ? ओए कुमार, तँ दीक्षा होइन र? दीक्षा त हो नि, तँलाई आफ्नै सालीलाई पनि चिन्दैनस् र? न्यू मन्जु टेलर, गल्याङ बजार, स्याङ्जा। हाम्रा सेवाहरू हामी कहाँ लेडिज तथा जेन्ट्सका आइटमहरू जस्तै कोट, प्यान्ट, सर्ट, स्टाकोट, मोतीकोट, दौरा सुरुवाल, स्कुलका ड्रेसहरू, कुर्ता सुरुवाल, ब्लाउज, लेहङ्गा, गाउन, चोला लगायत सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा दक्ष कारीगरद्वारा सिलाउने व्यवस्था रहेको छ। साथै रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ। सम्पर्क नम्बर 9846 78 975 र 9824128811। एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस्। कमल सुनचाँदी पसल, गल्याङ बजार, स्याङ्जा। हाम्रा सेवाहरू छापावाला सुनचाँदीबाट निर्मित अत्याधुनिक डिजाइनका गरगहनाहरू जस्तै रानीहार, चोकर, मोतीमाला, छड्के तिलरी, औँठी, बाला, झुम्का, सिक्री, चन्द्रमा, नौगेडी, चाँदीका ब्रासलेट लगायत सम्पूर्ण गरगहनाहरू पाउनुको साथै खरिद बिक्री सट्टीपट्टी पनि गरिन्छ। प्रोप्राइटर कमल सुनार। मोबाइल 9845 07 651 र 9861
9849 महेश इन्टरप्राइजेस गलाङ बजार स्याङ्जा। हामी कहाँ कराइसी किचनका सम्पूर्ण भाँडाकुँडाहरू, प्लास्टिकका भाँडा, कुर्सी, रङ रोगन, किलाकाँटी, कब्जा, ठुला ठुला भोज भतेरका लागि टप लगायत ग्यास चुलो पनि सुपथ मूल्यमा उपलब्ध छ। प्रोप्राइटर सृजना भट्टराई। फोन 063 460 189, मोबाइल 98 460 95 424। एक पटक सेवा गर्ने मौका दिनुहोस्। राकेश त किन टोलाउँछस् जतिखेर नि? हेर भाइ, अब तैँले बिछ्यालाई धेरै माया गर्दो रहेछस्, यो कुरो मलाई पनि राम्रोसँग थाहा छ। तर त चिन्ता नगर, त यसरी दुखी हुने होइन, बुझिस्? तेरो दाइ हुँदाहुँदै तैँले चिन्ता लिने होइन। म आजै गएर तेरो बारेमा कुरा राखेर आउँछु। दिए ठिकै छ, नदिए सोचौँला, बुझिस्? एक घन्टा भयो घरबाट हिँडेको, अझै 1 घन्टाको बाटो छ। होइन, कस्तो ठाउँमा ससुराली बनाइएछ। फेरि भाइले पनि त्यही ससुराली बनाउनु खोजिरहेछ। होइन, के आपत लाग्यो? अब कुरा नराखौ भने भाइ फ्याट मऱ्यो भने यो त सोच्न पनि भएन, भाइको लागि गर्नै पर्यो। हे भगवान्, मलाई के आइलाग्यो यस्तो? आउटर ड्रेसमा लागि आउटर ज्याकेट हुडी पनि पाउनुहुन्छ। यसमा पनि आउटर ज्याकेट हुडीमा होइन, यो पनि आउटर ज्याकेट इधर हुडी पनि भयो। यो चाहिँ कोट टाइपमा हुडी कलेक्सन भयो। यसमा चाहिँ जस्ट फ्यासन चाहिँ आफूले मिलाउने कि ड्रेस कलेक्सन चाहिँ मिलाएर क्रिममा चाहिँ हल्का ब्ल्याक भन्दा क्रिमै लिनु देख्छ है। एकबार एकचोटि ट्राई गर्नुहुन्छ, लगाएर हेर्नुहुन्छ हल्का जस्ट ट्राई। यता हेर्दा अर्जुन राम्रो देखियो है, एकदम सुहा छ। तिमीलाई कस्तो लाग्यो? तिम्रो चोइस चाहिँ मलाई सधैँ मनपर्छ। यो चोइस इज पर्फेक्ट। प्रोटेक्सन सेट लाउँछ नि होइन, साँच्चै कस्तो लाउँछ नि अब हजुरले मन पराएपछि भइहाल्यो कि मैले भन्दा होइन। ब्रो पनि के हाल्यौँ है, प्याक हाल्यौँ है त? हुन्छ हुन्छ, ओके ठिक छ ल, ठिक छ ल, थ्याङ्क यू। अलि यता जा, त्यो दुब्लाएको त्यसलाई कुन हो भिटामिन खुवाए पनि हुँदैन हुने खालको। त मिहिनेत गर्छु तर पनि अझ सोच्नु त राम्ररी के भएको यस्तो चाल हो गरेर हुर्किने होइन राम्ररी।
घरमा कोही हुनुहुन्न। आमा हजुर ए जमाई पो आइस नमस्कार। नमस्कार। ल बस्नु जमाई। ए दिक्षाको बुवा हजुर जमाई आउनु भएको छ कि यहाँ गोठको धन्न भ्याउनु भयो? ल आएँ म अब सकियो। ए बाबु नमस्कार है। नमस्कार बुवा। आएको हुँ। भन्नु न ज्वाइँ साहब के कुरा हो? भाइले दीक्षालाई मन पराउँदो रहेछ। अब दीक्षाको पनि उमेर पुगेको छ। म त दीक्षालाई र भाइ राकेशलाई बिहे गराइदिऊ कि भनेर हजुरसँग सल्लाह गर्न आएको बाबा। आजकलका केटाकेटीलाई बाबुआमाले भनेर कहाँ हुन्छ र? त्यही पनि हजुरले नै भन्नुहोस् न, माने त झन् राम्रो हुन्थ्यो नि। मान्ने बनाउनु पर्यो के बुवा? फेरि पछि गएर जस्ता पाए त्यस्तैसँग गयो भने त बर्बादै हुन्छ नि त। ल बाबा हाम्रो आज मौसम पनि चिसो चिसो छ। यही तातो चिया खाएर ज्यान तताउने त होला। म छिटो खाऊ अर्जुन, घर जाने ढिला हुन्छ। फेरि बुवा मम्मीले खोज्नु भयो होला। तिमी मसँग हुँदा किन डराउँछौ र? त्यसो भनेर कहाँ हुन्छ अर्जुन? मलाई तिमीसँग छु भने मम्मी बुवालाई कहाँ थाहा छ र? अर्जुन, म त तिमीलाई छोड्ने हो नि। यो त सपनीमा पनि हुन सक्दैन। तर यो विपना नै हो। असम्भव छ।
यदि सम्भव भयो भने म त पागलै हुन्छु होला, म त डिप्रेसनमा पुग्छु होला, सायद बाँच्दिनँ पनि होला। यति धेरै माया नगर कि फेरि पछि गाह्रो पर्न सक्छ। ठट्टा गरेको कि तिमी सिरियसमा लेखेको? भन्न त भनिहाल्यौ, तिम्रो हरेक कुराहरू चाहिँ मलाई यथार्थ लाग्छ। लाटो नमस्कार दिदी। नमस्कार भाइ। मलाई चाहिँ न्यू मोडर्न टेलर्सले मोनी नै लायो। ए हो र भाइ? हजुर दिदी। हजुर भन्नुहोस्, हजुरको के सेवा गर्न पर्यो? मेरो भाइको बिहे छ, अब मलाई मिल्ने एउटा चट्टको कोट देखाउनु पर्यो। ए हेर्नुहोस् त कुन मन पर्छ। ए बाबु बाहिर आऊ त, एउटा कोट देखाऊ। मेरो भाइ ल भन् के खानुहोस् आज? मगाउनुहोस् दाइ, भाइ तनावमा छ आज, खाने हो फुट्ने अरे। साउनी। हजुर बाबु भन्नुहोस्। रक्सी र सुकुटी ल्याउनु त। हस् ल। हेर्नुहोस् न हजुरलाई कुन कोट मनपर्छ? भाइ मलाई यो कलर मन पर्यो, यो निकाल न। हजुरको साइज किन? मेरो मिडियम। यता हात साइज। यो हेर्नुहोस् त, यो स्याम क्वालिटी हो नि? हजुर। ओहो भाइ कति राम्रो सुहायो, यही लैजानुहोस्, यही ठिक छ। ल दिदी, अब म यो लाएरै गएँ, बिल बनाउनुहोस् त, प्याक गर्नु पर्दैन। कति हाल्नुहोस् भाइ? भाइ लाउनुहोस् बिल। हस्। ल फेरि फेरि पनि आउनु होला है। हस्, यहाँ नआएर त म अन्त जाने कुरै भएन दिदी। धन्यवाद, यति राम्रो बनाइदिनु भयो, अहिले लाग्छ है त। ल चेस दाइ। ल ल भन् भाइ, तैँले अघि चाहिँ तनाव छ मलाई भनेर भनेको थिइस्, के हो तनाव? दाइ, मेरो साली दीक्षालाई मैले असाध्यै मन पराउँछु, तर उसले मलाई मन पराउँदिन। म के गरौँ दाइ? भाइ तेरो समस्या मैले बुझेँ। तेरो दाइ हुँदा हुँदै तैँले टेन्सन लिनु पर्दैन, नो टेन्सन, बुझिस्? मेरो दुश्मन साला त्यही अर्जुन हो, बुझ्नुभयो दाइ? दाइ सिधै म केटोले ठीक भन्यो, केटोले ठीक भन्यो। ल भाइ ल, ओके डन।
ओहो अग्निदेव दाई नमस्कार। नमस्कार भाइ। तपाईँ यहाँ हुनुहुँदो रहेछ। उता तपाईँकी साली दीक्षा छिन् नि, उनी त अर्जुनसँग भाग्न लागिसके। के भन्छौ तिमी? तपाईँको भाइसँग बिहे गर्ने सपना त चकनाचुर हुने भयो। कहाँ छ नअलि भन त? मासतिर देखिया थिएँ मैले आउँदै गर्दा बाटोमा जङ्गलमा। हेर राकेश, तँलाई दीक्षाले बालै दिन्न, त्यसको पछि नलाग। मलाई चाहिँ होला जस्तो लागेको छैन। हे दाइ कहाँ सक्छु र? कति सजिलै भन्न सक्नु भएको। यहाँदेखि माया गरेछु मैले, यहाँदेखि बाढ फुटालेर भए पनि त्यसलाई मैले आफ्नो बनाएरै छाड्छु। तपाईँले बस मेरो साथ दिनुहोस् दाइ। मैले साथ दिइराखेको छु, अझै दिन्छु साथ। तर जुन भन्नेले साथ नदिएपछि कसको के लाएर? होइन दाजुभाइको के कुरा चलिरहेछ यहाँ? के हुनु अग्निदेव, भाइको बारेमा थाहा छ। दीक्षा भनेर मर्नु आँटेको छ, कसो गर्ने हो? दीक्षा, आज म तिमीलाई एउटा गजल सुनाउँछु। सुनाउ न। धुलोमा तिम्रो पाउ नपरोस्, यताउता जोडिने अरू कुनै नाउँ नपरोस्। जुनी त तिमीसँगै काट्ने हो, अरू कुरा त थाहा छैन। हामी छुट्टिएर बस्नुपर्ने कुनै ठाउँ नपरोस्। तिम्रो पनि एउटा जाओस् न त। जीवनभरि साथ दिने बाचा गरेँ, तिमीसँग छुटौला अब म मरे। भाग्यको खेल कता लान्छ थाहा छैन, तर तिमी बाहेक अन्त मनका छैन। दीक्षा, तिम्रो मन अब योतिर होइन मतिर लगाऊ। अर्जुन, हिँड जाऊ। आज र अहिले वार्की पार हुन्छ। तेरो अर्जुन आज मेरो हातबाट मर्छ, अनि त मेरी
कि कसो केटा हो? हो नि भाइ हो। बेना यो के को तमासा हो? तपाईँलाई अलिकति पनि लाज छैन यतिसम्म हरकत गर्न? तपाईँको दादागिरी चल्दैन बुझ्नुभयो? साला मेरो सल्लाह खलाउने। समाज सालेको टाउको फोड। दीक्षा बोला ना के भयो आँखा खोला न दीक्षा
डाक्टर के भएको रहेछ? उहाँको आँखाको रेटिनामा गहिरो चोट लागेको छ। हाम्रो मेडिकल साइन्स अनुसार यो असम्भव छ किनकि उहाँको आँखाको अप्टिक नर्भ ड्यामेज भएको छ। नर्मल्ली बाहिरी बनावटमा उहाँको आँखा राम्रो देखिन्छ, तर आन्तरिक बनावटमा उहाँको आँखाको ज्योति गुमिसकेको छ। अब उहाँले यो संसार देख्न सक्नुहुन्न। सरी बहिनी, हजुरको ज्योति फर्काउन सकिन। भाइ तिमी अर्जुन होइन? हजुर अर्जुन हो। बसौँ बस्नु। हेर भाइ, तिमीले पनि दीक्षालाई माया गर्दा रहेछौ, दीक्षाले पनि गर्दिरहेछन्। यो कुरा मलाई पहिल्यै थाहा पनि भएन। म एकरो भाइको मायालाई हेरेर जबरजस्ती गरेँ। अब यो दिन आउला भनेर मैले चिताएको पनि थिएन। सक्छौ भने मलाई माफ गर, सब यो मेरो कारणले भएको हो। हेर्नु दाइ, तपाईँ राकेशको दाइ पनि आइछ। हाम्रो जीवनमा जे घटना नहुनु थियो भइसक्यो। दीक्षाको जीवनमा बादल लागिसक्यो।
अब मसँग माफी माग्दैमा त्यो बादल सफा हुँदैन दाइ। को हो मलाई नछुनुस्, उता जानुस्। म तिम्रो अर्जुन दीक्षा। को अर्जुन? म कुनै अर्जुनलाई चिन्दिनँ। के भनेकी दीक्षा तिमीले? यो सबै भाग्यको खेल हो। भावीले जे लेखेको छ त्यो सबै सहनै पर्ने रहेछ। मेरो जीवन तिमी बिना अधुरो छ दीक्षा। अब आइपर्ने जुनसुकै पहाड, चट्टान, तुफानसँग सामना गर्दै बाँकी जीवन तिम्रै साथमा बिताउन चाहन्छु। यो जुनीमा सम्भव छैन। यी सबै सपना मात्रै हुन्। सपना देख्न पाइन्छ। म पहिलाको दीक्षा होइन। मेरो तन मन सबै परिवर्तन भइसकेको छ। अब आफ्नो बाटो लाग्दा हुन्छ। होइन, के भन्दैछौ तिमी? म तिम्रो रूप, रङ र जवानीसँग प्रेम गरेको हो र? तिम्रो मनसँग प्रेम गरेको छु। मेरो हरेक ढुकढुकीमा तिमी बसेकी छौ। म तिमीलाई कसरी हटाउन सक्छु र दीक्षा? आज आएर टाढिन खोज्दैछौ? तिमीसँग टाढा भएर बस्न म मर्नुपर्छ, नत्र म सक्दिनँ दीक्षा, म सक्दिनँ।
दीक्षा म अग्निदेव भेना दीक्षा आज जुन नहुनु थियो त्यही घटना घट्यो तिम्रो अवस्था यो आउनुमा मेरो पनि हात छ म पनि आफ्नो भेनाको साइनोले घमण्ड गरे र जबरजस्ती तिमीलाई गर्न लगाए सक्छौ भने मलाई माफ गर हुन त म माफीको लायक त छैन त्यही पनि आफ्नै भेना सम्झेर माफी दिन्छौ भन्ने ठुलो आश गरेको छु दीक्षा हे भगवान् हाम्रो मायामा किन यति ठुलो वज्रपात आइपर्यो त्यो थाहा छैन आज दीक्षा मसँग किन टाढिन खोज्दैछन् म उनी बिना बाँच्न सक्दिनँ त्यसैले उनी जुन अवस्थामा छन् म उनको सहारा बन्न चाहन्छु अब हामीलाई शक्ति दिनु दीक्षाको मन पहिलेको जस्तो बनाइदिनु भगवान् अब उनको अन्धकार जीवनको सहारा बनी बाँकी जीवनमा उनीसँग सँगै बिताउन चाहन्छु कृपया भगवान् यति कुरा सुनिदिनु
आज नि तिमी लड्यौ हेर त यत्रो चोट लागेछ। एक्लै नआइन भनेको मान्दिनौ, मलाई बोलाउ न, म आइहाल्छु नि। यसरी एक्लै हिँड्ने काम नगर न है। बहिनी, आज मलाई के भयो म सोच्न पनि सक्दिनँ। बरु सक्छौ भने मलाई बिस ल्याइदेऊ न है। सबैलाई दुःख दिएर अब म बाँच्न चाहन्न। दिदी के बोले कि यस्तो पनि बोल्ने हो? म छैन, आमा बुवा हुनुहुन्न, किन हरेस खान्छौ? किन? त्यो पापी जडिया राकेशले गर्दा भएको यस्तो। त्यसलाई त कहिल्यै शान्ति नमिलोस्। त्यसलाई त तिम्रो आँसु लाग्छ। हेलो हेलो दीक्षा। दीक्षा बोला ना, म अर्जुन के। दीक्षा किन बोल्दिनौ, बोला ना। हेलो दिदी कसको फोन थियो, किन काटेको? अर्जुनको फोन हो दिपा। अब मेरो यो अन्धकार जीवन अर्जुनलाई सुम्पिन सक्दिनँ। अर्जुनले मलाई धेरै माया गर्छ, त्यो मलाई राम्रोसँग थाहा छ। तर म विवश छु। उसको हरेक सुख दुःखमा हातेमाले गरेर साथ दिन सक्दिनँ। अब हाम्रो मायाको मुटुभरि गाँठो पारी म अर्जुनसँग टाढिँदैछु दिपा। अब म अर्जुनको जीवनमा फर्किन चाहन्न।
भयो र हजुरलाई किन यसरी टोलाउनु भएको? हेर दिपा, तिमीलाई पनि थाहा छ म दीक्षालाई कति माया गर्छु भनेर। आज मलाई बचाउँदा उनको आँखा गुम्यो। उनी आज मेरो कारण अन्धकार जीवन जिउन बाध्य छन्। विवश छु। यदि मेरो आँखा दिएर उनले देख्न सक्छन् भने म मेरो आँखा दिन पनि तयार छु। तर आज किन मसँग टाढा हुन खोज्दैछन् त्यो पनि मलाई केही थाहा छैन। आज आएर चिन्दिनँ भन्छन् दिपा। अब म के गरौँ? दीक्षा बिना मेरो जीवन अधुरो छ। दाइ हेर्नु, मेरो दिदीले हजुरलाई पहिला जति माया गर्थिन् अहिले पनि उति नै माया गर्छिन्। हजुरको जिन्दगीलाई दुःख दिन चाहदिनन्। त्यसैले आफ्नो मनलाई तडपाएर भए पनि उनी हजुरबाट टाढा हुन खोज्दैछन्। मलाई यस्तो भन्दै रुँदै थिइन्। अब मेरो यो अन्धकार जीवन अर्जुनलाई सुम्पिन सक्दिनँ। अर्जुनले मलाई धेरै माया गर्छ, त्यो मलाई राम्रोसँग थाहा छ। तर म विवश छु। उसको हरेक सुख दुःखमा हातेमाले गरेर साथ दिन सक्दिनँ। अब हाम्रो मायाको मुटुभरि गाँठो पारी म अर्जुनसँग टाढिँदैछु दिपा। अब म अर्जुनको जीवनमा फर्किन चाहन्न। दिपा, अहिले दीक्षा कहाँ छन्? हजुरकै प्रतीक्षामा छन् दाइ। दीक्षा, अर्जुन, अर्जुन तिमी सामना गर्न सक्छु। मेरो जित तिमी नै हो।
तिमी नभए म पाइलामा हार्नेछु। अब मैले तिमीलाई जीवन्त प्रेम दिन चाहन्छु। नाइ नभन्नु है। म पनि तिमी बिना कहाँ एक्लै बस्न सक्छु र अर्जुन। भाग्यले साथ नदिँदा टाढा हुन खोजेकी। मेरो माया पनि तिमीप्रति जीवन्त छ अर्जुन।